मैले चाहिँ मेरो साइकललाई यसरी यहाँ पोलसँगै लगाइराखेको छु। यहाँ त मान्छे सुतिराख्नु भएको छ त। बाँदरलाई त्यसै बाँदर भन्ने मुक्त सिमानको जस्तो गइरहेको छ होइन, पनि केही छैन। कस्तो मजाले पानी खाएको यार। जुस्री पनि आइपुग्यौँ हामी। अब चाहिँ यस्तो दामी छ नि बोट हो यार यो त। न्यू डे अनि न्यू भ्लगमा तपाईँलाई फेरि पनि स्वागत छ। अब चाहिँ म टक्क साइक्लिङ जानु लागेको। साइक्लिङ चाहिँ म स्वयम्भू जान्छु। स्वयम्भू चाहिँ हल्का फ्रेस हुने तरिकाले जान्छु म आज, नर्मल तरिकाले। अनि गएर के कस्तो कस्तो घुमिन्छ हामी भिडियोमा हेर्ने छौँ। ओके लेट्स स्टार्ट। सधैँ चाहिँ हाम्रो यात्राको सुरुवात चाहिँ असनको जो ठेके चौकीबाट हुन्छ। ल अब हामी जानेछौँ। ओके लेट्स स्टार्ट। गइँदैछ तर यो पुल चाहिँ वान वे पर्छ, अर्को पुल चाहिँ माथि हो। तर यो पुल चाहिँ टक्क वान वे पर्छ। रोक्कै हामी भेट्नेछौँ। म चाहिँ यो रोड पाएको छु। अर्को रोड पनि छ तर अर्को रोड चाहिँ अलिकति उकालो पर्छ क्या। तर उकालो चाहिँ मेरो यो साइकलको छेउ बिग्रिरहेको छ, त्यही भएर म चाहिँ यता अलिक 1300 वर्ष यताबाट आएको छु क्या। यहाँसम्म आउँदा स्वयम्भू पाइएको छ है त। स्वयम्भू चाहिँ यस्तो छ। ल हामी त्यही जानेछौँ। मैले चाहिँ मेरो साइकललाई यसरी यहाँ पोलसँगै लगाइराखेको छु है त। ल अब म चाहिँ गएको। म चाहिँ साइकल तलै छोडेर हिँडेको छु पुलमा बाँधिराखेर। अब चाहिँ म यहाँबाट माथि जानुपर्ने हुन्छ। माथि किनकि माथि टपमा छ ऊ चाहिँ। अनि म यहाँबाट जान्छु। जाने ठाउँ चाहिँ यताबाट हो, उकालो जानुपर्ने। यताबाट सट्ट उकालो बाटो चाहिँ। त हामी माथि माथि जाने नै छौँ। बाँदरहरूको नजारा देख्न पाइएको छ। मङ्की टेम्पल पनि हुँदो रहेछ क्या चाहिँ, मलाई थाहा थिएन। यहाँबाट चाहिँ सिधा उकालो क्या बाटो। यो त उकालो छ। टपमा पनि आइपुग्यो। टप भन्दा पनि त्यो टप यता नि त अलिक तल्लो स्टेपमा। यहाँ चाहिँ कदम्बरहरूको मूर्तिहरू छ माथि 3वटा है। अनि यहाँ चाहिँ सट्ट यता यहाँ लौरी भिड्ने मान्छेहरू छ। यता पर ठुलो भन्ने ठाउँ छ। यस्तो आएको नजारा चाहिँ त्यहाँ तलबाट है त। ल के छैन, अब छोरी पाकेको छ अलिकति मास्टरबाट त पुगिहालिन्छ। तर चाहिँ अब अलिकति ठाडो उकालो छ क्या त्यहाँबाट चाहिँ। के छैन त्यहाँबाट पुगिहालिन्छ हामी, केही छैन। ए ल यहाँ त मान्छे सुतिराख्नु भएको छ त। केही छैन, हामी पुग्न लाग्यौँ भन्दा पुगिसक्यौँ ठाउँमा। तर अब हामी मेनमा चाहिँ पुग्न बाँकी छ। हामी त्यहाँनिर पुग्छौँ, घुम्छौँ। अनि हामी घुम्दा चाहिँ अलिक उता मन्जुश्रीबाट झर्छौँ। टक्क त झऱ्यो, सर्कल साइकलहरू पुगेछ। अनि गइन्छ। दामी छ ठाउँ चाहिँ। ओके हिँड्दै हिँड्दै गएर बनाउनु। माथि भजनहरू गीत बजिरहेको छ। सायद त्यो नेवारी नै होला, सायद भजनहरू होला बजिराख्नु भएको छ। उकालो जाने मान्छे चाहिँ धेरै छ। बिहान बिहान त्यस्तो मान्छे धेरै नै हुन्छ, धेरै नै हुँदो रहेछ है। बादलले चारोहरू दिन्छ। कति मान्छेले फ्रेस नुहाउँछ, कति मान्छे यहाँ महँगो गर्न आउँछ, घुम्न आउँछ है। धेरै नै हुन्छ। उकालो चाहिँ सबै उकालै छ। मेरोमा चाहिँ किन सास अलिक बढिरहेको छ। मान्छेले बिस्तारी हल्का बिस्तारै रोक्दै जाँदै हुनुहुन्छ। सेन्डेजमा मैले त्यसै नै गएर चाहिँ बिस्तारो जाने हो। भयो 7:30-8 बजीतिर रुम पुग्ने। अनि खानासाना बनाएर खाने फेरि जाने ड्युटीमा। ओके उकालो चढिँदैछ हामी है त। उकालो चाहिँ धेरै उकालो छ चाहिँ। यहाँ बाँदर चार्दै हुन्छ। दर्शन गर्नु हाम्रो मेनमा चाहिँ अलिकति धेरै उकालो भयो। तर त्यस्तो उकालो जान्छ अलिकति वृद्ध मान्छेहरू चाहिँ अलिक उकालो साह्रै पर्छ। तर यो रेलिङ छ त्यो समाउनु त हुन्छ। हामी खानु अब पुग्न लाग्यो। पुगेको अवस्था छ। दर्शन गराउनेछु। ल पुग्यौँ फाइनली। यस्ता छ साइडको मान्छेहरू।
ठाउँबाट काठमाडौँ दामी देख्नु तर हुन्छ धुमिरहेको छ अहिले पुरै धुमेर चाहिँ धुँदा देखिरहेको छ है चट्ट लगाएर हाम्रो बाँदर चाहिँ केही छैन हामी आइपुगेको छौँ अहिले घुमा ठाउँ छ हाम्रो चिनिया चाहिँ हेर्नु छ यो सुत्मा ठाउँ छ क्या हरेक कुराहरूमा फेरि नै सर घुमाउँदै सर्क मार्नुहुन्छ बिहानमा चाहिँ हरेक ठाउँमा धार्मिकहरूमा एकदम पिस्नै हुन्छ है सबै मान्छेहरू आउँछ अनि ल ठुलो त आर्मीजीहरू हुनुहुन्छ त्यसै यहाँ फोटो खिचिराख्नु ल हामी कमाउनु होइन रुहरू पनि भएको छ गिहरू बाल्नु भएको छ ओ वा यस्तो क्युट यार बाहिर मसिनो बच्चाहरू त एकदम क्युटै हुन्छ पूजाहरू गरिराख्नु भएको छ एकदम तरिकाले केही छैन हामी सर घुमौँ अनि यताउता ट्रेकिङ घुमौँ एकछिन बसौँ हेरौँ अनि फेरि हामी जानेछौँ ओ यहाँ छ यार त्यो छ एकदम ल एक चक्करमा लाउनु आँटेको छ कि हामीले हामी चाहिँ एकछिन बस्छौँ अनि हेर्छौँ लिन्छौँ ल लस्कर लागेर जान्छ सायद उहाँले सकिसक्नु भयो होला सायद बाँदरलाई त्यसै बाँदर भन्ने यसो टक्क गर्दा भनिहाल्छ नि बाँदर यहाँ त्यस एकदम राम्रो छ दृश्य चाहिँ है भ्यू एकदम राम्रो छ तर त्यस काठमाडौँ चाहिँ अलिकति धुमिरहेछ है मौसम आज अलिक धुमिरहेछ बिहान उभिन्छ र हामी यहाँ फोटो लिँदा हुन्छ एक्लै भन्छ जस्तो यो मान्छे आज मुख त सिमनको जस्तो लगिरहेको छ होइन पनि केही छैन त्यो चाहिँ तल स्टेप त्यहाँबाट नि तलतिर यस्तो रहेछ है अलिकति फोहोर होला यस्तो एक्सर्साइजहरू गर्नुहुन्छ मान्छेहरू एनिवे त्यो ठाउँ पिस छ राम्रो छ सुन्दर छ हामी त माथि कस्तो रहेछ यहाँनिर रहेछ केटाहरू बाँदरहरू एकदम मजाले बसिरहेछ है त स्कुल स्विट कता हो यार यो बाँदर चट्ट बसिरहेछ लाइनै बिन्दास तालमा चट्ट ल यताबाट छुट्टै राम्रो देखिरहेको छ फेरि यस्तो दामी छ नि बिहान त दिउँसो पनि दामी हुन्छ भिडै हुन्छ अनि दिउँसो त एकदम भिड हुन्छ नि त्यता स्विमिङतिर त मान्छेहरू धेरै आउँछ नि त मैले साइकल छोडेको चाहिँ यता तल छोडेको छु यता यो घरको अगाडि या ल दामी छ नि थाहा भएन एकदम ठाउँ लगाएर ब्याक साइडबाट यस्तो छ स्वयम्भू अब चाहिँ फर्किनुपर्छ
सायद गर्दैन सायद अब त्यो गर्न नै होला सायद अनि यहाँ चाहिँ धेरै युहरू छ यो आर्टहरू चाहिँ साँच्चै नै दामी लाग्छ क्या मलाई यो आर्टहरू चाहिँ नि एकदम साँच्चै दामी लाग्छ यार मलाई चट्ट लगाएर ल अब चाहिँ फर्किनुपर्छ यहाँ पसलहरू सायद राखिसकेको छैन हेर्छ नत्र दिउँसो त धेरै हुन्छ पसलहरू पनि तर आज राखिसकेको छैन रहेछ राख्दै हुन्छ ल अब हामी फर्किने बाटो यतै हो यताबाट अब चाहिँ तल मन्जुश्री त्यसपछि सुई तल साइकल अनि चाहिँ जान्छौँ है त पूजा गर्दै अनि हामी अब फर्किनुपर्छ हामी यताबाट फर्किनुपर्छ ल यताबाट ओह्रालो अनि सट उता त्यसपछि हामी टक्क तल झर्छौँ अनि पुगिहाल्छौँ हामी है त केही छैन यहाँबाट ओह्रालो अब जानुपर्छ कस्तो मजाले पानी खाएको यार चट्ट पानी खाइरहेछ ल मन्जुश्री पनि आइपुग्यौँ हामी अब चाहिँ यस्तो दामी छ नि यतातिर चाहिँ फेरि मर्निङमा पिस छ ठाउँहरू यहाँबाट यस्तो चट्ट यहाँ गौतम बुद्ध है त अनि चट्ट यहाँनिर चाहिँ बेच्दैन चाहिँ त्यताबाट पनि गइन्छ स्वयम्भू जानु चाहिँ तर हामी चाहिँ अब यहाँ एकछिन उ गरेर फर्किनुपर्छ एउटा पनि यस्तो छ के को बोट हो यार यो त कता छ त बोट त ठाउँ चाहिँ एकदम पिस छ है यो यहाँको मर्निङमा चाहिँ एकदम यो छुट्टै खालको गुनु छ क्या अनि यो उहरूले गर्दा नि होला हल्का एकदम दामी भाइब्स आउँछ यता चाहिँ मान्छे त्यही तरिका आउँछ त्यस्तो होला हुँदैन पिस तरिकाले हुन्छ अनि तर सधैँ त्यहाँ एकदम भिड हुन्छ तर आज त्यस्तो भिड छैन क्या नत्र सधैँ त्यहाँतिर यति भिड हुन्छ नि एकदम भिड हुन्छ बिहान आउने मान्छेहरू तर यहाँ गौतम त यहाँ पहिला पैसा अड्काउने ठाउँ तर अहिले छैन कि क्या यहाँनिर यहाँ थियो तर अहिले छैन जस्तो छ केही छैन पहिला त छैन जस्तो यता तल पनि मान्छे धेरै हुन्थ्यो त पहिला ड्राइभिङ गर्ने ठाउँ थियो क्या तल छैन रहेछ अहिले तल साइड छैन बाँद्राको लागि होला सायद ल अब फर्किनुपर्छ हामी नि है अनि अब फर्किनुपर्छ यो भयो मेन गेट यो मन्जुश्रीको चाहिँ अनि उता पार्किङहरू छ अब चाहिँ फर्किनुपर्छ हामी फर्किन सिधा उहाँ गएर त्यहाँबाट सिधा ओह्रालो यहाँ पसलहरू राख्दै हुन्छ हामी त्यहाँबाट फर्किन चाहिँ सिधा गयो त्यो ओह्रालो तल राखिराखेको ठाउँमै पुगिन्छ हामी अलिकति पुगिन्छ साइकल राखेको ठाउँमा तर त्यहाँबाट चाहिँ अलिकति पत्यो भने ठ्याक्कै पुगिन्छ अनि हामी सुई गइन्छ केही छैन आज बिहान स्वयम्भूको दर्शन पनि गरियो अरू दिन चाहिँ रनिङ गइन्छ तर आज चाहिँ साइकलबाट आएको जस्ट नर्मल तरिकाले जस्ट भ्लग पनि हुन्छ अनि यसरी अब बिहानको फ्रेसहरू पनि भइन्छ भनेर आएको क्या आज चाहिँ ल यहाँ बाँदरहरू पनि इन्जोय गरिरहेछ यहाँ माथि के गर्दो रहेछ त्यहाँबाट लियो खायो जस्ट इन्जोय छ ओके ल हामी फर्किन्छौँमा चाहिँ म स्वयम्भूको तलको यो किनार हिँडिरहेको छु लगभग अब यहाँबाट मलाई 2-3 मिनट लाग्छ पर मेरो साइकल भएको ठाउँमा पुग्नको लागि म भिडियो त्यहाँसम्म मात्र बनाउँछु किनकि त्यहाँबाट चाहिँ साइकलबाट जानुपर्छ साइकलबाट जाँदा त अलिकति भिडभाड बढी हुन्छ किनकि काठमाडौँको रोडै त्यस्तो हुन्छ अलिकति साँगुरो छ ठाउँ है रोड साँगुरो हुन्छ भिडभाड धेरै हुन्छ त्यही भएर अलिकति त्यस ठाउँमा चाहिँ अलिकति कुदाउँदाखेरि अलिकति के भयो भने मान्छेले लाग्यो भने फेरि के न के यताउता झ्याउ हुन्छ त्यही भएर म यो भ्लग चाहिँ त्यहीँसम्म मात्र बनाउँछु अनि त्यसपछि म भ्लग गर्छु त्यहाँसम्म कस्तो छ यात्रा बाटो एकदम राम्रो छ यहाँ चाहिँ है एकदम पिस छ मर्निङ वक गर्नको लागि चाहिँ आउनु छ भने आउन सक्नुहुन्छ यस तर अर्कै मान्छे आउँदैन बिहान उठ्नु अलिकति झ्याउ मान्छ त्यही त म चाहिँ आज आएँ साइक्लिङ है अनि अब घुमिसकेँ म एकदम रमाइलो आफैमा गरेर रमाइलो किनकि साथीहरू छैन धेरै साथीहरू छैन जो एक्लै हो त्यही भएर जहाँ गयो नि एक्लै आजको साइक्लिङ गयो एक्लै रनिङ गयो एक्लै घुम्नु जायो एक्लै बाहिर निस्क्यो एक्लै साथी चाहिँ यता एकजना साथी चाहिँ त उता बस्छ अरू साथीहरू कहाँ कता है त्यो उता अलिकति अनि हामी अरू दिन पनि फेरि घुम्नेछौँ यस्तो पनि गएर घुम्न सक्छौँ त्यो भ्लग पनि आइसकेको छ अब चाहिँ अलिकति पर पुग्यो त्यसै ओह्रालो हामी त्यसपछि फेरि भेट्ने नै छौँ अरू भिडियोमा
ल त आजको भ्लग यति नै थ्याङ्क यू फर वाचिङ दिस भिडियो अनि च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छ सब्सक्राइब गरिदिनु होला अनि हामी अर्को भ्लगमा भेटिनेछौँ हस् त बाई थ्याङ्क यू फर वाचिङ दिस भिडियो हेभ अ गुड डे बाई